time, and especially for all the good food I get and the great time. And also for you young guys, we had already a lot of fun, singing, dancing, drinking tumba. So yeah, I want to thank everyone for being that welcoming all the time. It's a really nice time here, and also time with Savannah was really nice, and now coming back and you all sitting here and welcoming me like this is like something I have never experienced. Even in my own family, it's like in Germany, it's not the case like that. So this is really special to me. Everything here. So yeah, thank you for everything. That's all I can say. Okay, I would like to request, please speak by Nepali and English, simple language, word to word. How about you, or how are you in Nepali form? Malai Sansai cha. Yes. And your name? मेरो नाम Filippo. Yes. Not Philip only. Full name. Okay, Philip. Philip Group. Philip Baduguru. So main support by our respected Yeah. Moriraj Gurung. Yeah. For us, happy news, good news. Philip Lilienthal has been already declared to contribute some things for our Taplejung Sporting Club. Philip Lilienthal, he has been already declared to contribute for Taplejung Sporting Club some money or something else. Money, no? Am I right? Yes. In Nepali form, उहाँले ताप्लेजुङ स्पोर्टिङ क्लबको लागि गुरुङ कम्युनिटीको लागि केही सहयोग गर्छु भनेर अगाडि नै भन्नु भएको छ। बल भनेर। वान बल, ओके ल। बल। यसको डोल्पा जिल्लामा पर्छ र ताप्लेजुङबाट डोल्पा जिल्ला झन्डै 1600 किलोमिटर टाढा छ। धेरै गाह्रो पनि छ। अनि हजुरहरूको आशीर्वाद सौभाग्यले म आज ताप्लेजुङमा आएर तपाईहरुसँग चाहिँ एक खालको मनैदेखिको आत्मीयता जोड्न पाउँदा म निकै आभारी छु। मैले यो पेसा अँगाल्न थालेको झन्डै 14 वर्ष भयो, जसमा मैले 7 वर्ष त मैले भरिया नै जिन्दगी बिताएको हो। र मेरो अध्ययनको सिलसिला भन्नुपर्दा मैले पोखरा पिएनसी क्याम्पसबाट टुरिज्ममा ग्रेजुएट गरेको हो। र यहाँ जुन केसीएमसीमा हुनुहुन्छ चन्द्रजङ हमाल, उहाँले नै मलाई यो अवसर दिनुभएको हो, जो कि मैले डोल्पाबाट गर्दा उहाँको प्रोजेक्ट थ्रु, उहाँको संस्था मार्फत चाहिँ मैले आज चाहिँ यो स्थान हासिल गरेको छु, जो कि 6000 भन्दा 6500 भन्दा तलका 7 वटा हिमालहरू मैले चढेको छु है। र कञ्चनजङ्घा मेरो पहिलो सर्किट हो। तपाईहरुको आतिथ्य, तपाईहरुको माया सद्भाव र यहाँको होमस्टेलाई तपाईहरुले पश्चिमाञ्चल विकास क्षेत्रमा भएको जस्तै लमजुङको कलेगाउँ र स्याङ्जाको सिलोबारी, यहाँ मैले धेरै त्यसको सम्भावना देखेको छु, जसकै धार्मिक स्थल पाथिभरा पनि नजिक रहेको हुँदा आगामी दिनहरुमा तपाईले जुन यो गर्नुभएको छ धेरै राम्रो छ। मैले मेरो क्षमता, मेरो हैसियत अनुसार मैले यहाँको स्पोर्ट्स क्लबलाई भए पनि होमस्टेलाई भने 5000 मैले चाहिँ नगद म पनि तपाईहरु जस्तो तपाईहरु भन्दा एकदम विकट जिल्लामा जन्मेको हो। मैले धेरै अध्ययन गर्न पाएन हैन, तर पनि म खुसी छु। मेरो भगवान भनेको चन्द्रजङ हमाल नै हो। सरी, यो खुसीको पीडा हो है। म 7 वर्ष दिनमा सुक्खा 1200 मा काम गरेको मान्छे पनि हो, तर उहाँले गर्दा चाहिँ आज म ऊ चाहिँ स्टुडेन्ट भएको हिसाबले मैले अलिक कम गरेँ, नत्र मैले 60 देखि $80 मैले पर डेमा कमाउने मौका उहाँलाई मिस गरेको छु। र यो विशेष पनि मैले आयोजना गरेको हो। धेरै खुसी लाग्छ। समयले साथ दिएछ भने कञ्चनजङ्घा फेरि आउँदा म होटेलमा हैन तपाईहरुमा आउने प्रतिबद्धता गर्छु। र अब मेरो अन्तिम इच्छा थियो पूर्वको कञ्चनजङ्घा टच हुने, र 2015 देखि अहिलेसम्मको उले रेकर्ड तोडेको छ। मैले चाहिँ रुटिङ अफ काठमाडौँ बन्दसँग चाहिँ मैले काठमाडौँमा कोड गरेको छु। यो 12 दिनमा हामीले राउन्ड कञ्चनजङ्घा पनि सकेको छ। तपाईहरुको आशीर्वाद मलाई निकै लागोस् र हिमालको यात्रा सधैँ सुखमय हुँदैन, आनन्द पनि हुँदैन। र मैले भन्दै मेरो 5000 चाहिँ
हजुरको यहाँको अब स्पोर्ट्स क्लब्स जे भए पनि अब यहाँको होमस्टे प्रबन्धनमा मैले चाहिँ मेरो यो पारिश्रमिक एक दिनको पारिश्रमिक तपाईँहरूको यहाँको उसलाई ऊ खुसी हुनु भनेको म खुसी हुनु हो। मैले धेरै एक्सपिरियन्स सेयर गरेँ, उसले बाटोमा मलाई यहाँको बारेमा धेरै सकारात्मक कुराहरू सिकायो, जो कि यो कुरा लागु हुन डोल्पामा अझै 10 वर्ष लाग्छ, एकदम 10 वर्ष लाग्छ। अनि चन्द्रजङ हामीलाई एकदम मिस गरेको छु। मलाई यो ठाउँमा ल्याउने नै उहाँ हो। नेपालको हजुरको 365 मध्ये म 273 नम्बरमा म चाहिँ टप 1 गाइडमा पर्छु। यो मेरो एक्सपिरियन्स पनि हो। र आगामी दिनहरूमा पनि समयले साथ दिएछ भने कञ्चनजङ्घा सर्किट आउनु पर्दा म एकदम यो प्रतिबद्धता गर्छु। म तपाईँहरूमा आउने, तपाईँहरूकै होमस्टेमा आएर सुख दुःख जे जस्तो भए पनि यो यहाँको कल्चर, यहाँको कम्युनिटीलाई चाहिँ प्रमोट गर्नुपर्छ। जसरी अहिले स्याङ्जाको सिलोबारी र लमजुङको घले गाउँ एकदम पपुलर छ विश्वभरि, त्यसरी पनि यहाँ तपाईँहरू लागिराख्नु भएको छ। सोसियल मिडियाले यसलाई एकदम इमोसनल बनाउँछ। यो सोसियल मिडिया यति पावरफुल छ। यहाँ रेस्पेक्टेड रिपोर्टर्सज्यूहरू पनि हुनुहुन्छ र तपाईँ हामी सबै मिलेर यो कञ्चनजङ्घा सर्किटलाई यो वान अफ द थर्ड हाइजेस्ट पिक इन द वर्ल्ड र नेपालको सेकेन्ड पनि हो। र हामीले चाहिँ 2015 देखि अहिलेसम्म यो एकदम म हजुरलाई लेखेर भन्छु, 2015 देखि अहिलेसम्म चाहिँ 12 दिनमा होल कञ्चनजङ्घा राउन्ड गर्ने ऊ नै मेरो पाहुना पहिलो हो। यो चाहिँ म कुनै पनि हाम्रो जहाँ पनि यो अवसर प्रदान गर्ने सम्पूर्णलाई हार्दिक नमन गर्दै मैले मेरो एक दिनको पारिश्रमिक म यहाँको दाजुभाइ आमा बुवाहरू जुन एक खालको एउटा पारिवारिक सद्भाव गाडिदिनु भयो, म उहाँहरूको लागि मैले यो मेरो यसलाई चाहिँ सहयोग चाहिँ मैले मनैदेखि मैले गर्छु भन्ने भावना गरेको थियो। मैले यो यहाँको स्पोर्ट्स क्लब्स होमस्टेलाई के हुन्छ मैले सक्ने गर्ने र आगामी दिनहरूमा पनि हजुरहरूले चाहिँ अझै पनि यसलाई चाहिँ यहाँको चाहिँ होमस्टेलाई चाहिँ एकदम पूर्वमा होमस्टे भनेको मैले पहिलोचोटि थाहा पाएँ, त्यो पनि ताप्लेजुङमा, अन्य ठाउँमा कतै पनि देखेन। यसलाई कसरी प्रमोट गर्ने भन्ने कुरा हजुरहरूले एकदम मनन गर्नुहुन्छ र आगामी दिनहरूमा कसरी हुन्छ आन्तरिक पर्यटन यो धेरै सम्भावना बोकेको ठाउँ हो ताप्लेजुङ। हामी त मध्य पूर्वी क्षेत्रको अन्तिम जिल्लामा, त्यसैमाथि कञ्चनजङ्घा जस्तो विश्वको तेस्रो अग्लो स्थान अथवा तेस्रो अग्लो हिम श्रृङ्खला भएको ठाउँमा तपाईँ हामी हुनु भनेको सौभाग्यको कुरा हो। र होमस्टेको बारेमा मैला भन्दा नि हजुरलाई धेरै कुरा थाहा छ र हामीले होमस्टेको बारेमा होमस्टेमा आएको आन्तरिक तथा बाहिरी पर्यटनहरूलाई गर्ने सद्भाव व्यवहार तपाईँहरूको एकदम सामञ्जस्यपूर्ण छ, एकदम सम्मानजनक छ, एकदम राम्रो छ। आगामी दिनहरूमा पनि समयले साथ दिएछ भने हजुरहरूको अगाडि चाहिँ आउन पाइयोस्, अनुहार देख्न पाइयोस्। हामी त दुःख गर्ने नै हो। सबैले भन्छन् विदेशी हली, तल हामीलाई विदेशी हली हुनुमा गर्व छ। यति भन्दै मेरो यो सानो रकम मैले यहाँको जिम्मेवारी व्यक्तिलाई चाहिँ म सहयोग गर्न चाहन्छु। यति भन्दै आगामी दिनहरूमा फिलिप त नेपालमा पहिलोचोटि आएको मान्छे हो र ऊ चाहिँ अध्ययनको सिलसिलामा रिसर्च गर्नलाई तपाईँको कन्जर्भेसन एरियामा स्पेसली फरेस्ट्रीको स्टुडेन्ट भएको हुनाले तपाईँहरूमा एक खालको जुन उसले चाहेको होटेलमा पनि बस्न सक्छ। होटेल भनेको उहाँहरूले धेरै देखेको हुन्छ, तर यस्तो तपाईँ हाम्रो चाहिँ संस्कारहरू उनीहरूले देख्न पाएको हुँदैन। मलाई 11-12 दिनको बारेमा यसले मलाई यति भन्यो कि जो कि मैले कुनै किताब पढ्दा पनि मैले पाउँदिनँ। तर ट्रेक गर्दा कहिलेकाहीँ सुख पनि भयो, दुःख पनि भयो। यसमा उसलाई पनि मैले आज धेरै कन्भिन्स गरेँ, उसले पनि अन्डरस्ट्यान्डिङ बुझ्छ। यति भन्दै समयले साथ दिएछ भने र अर्को सर्किट चाँडै हुनेछ भने म तपाईँहरूको माझ पुनः आउँछु। चाहे एकजना मेरो पाहुना किन नहोस्, हजुर 5 जना किन्नुहोस्, 10 जना किन्नुहोस् है, म तपाईँहरूमा चाहिँ आउने बाचा गर्दै हजुरहरूको न्यानो मायाका साथ सेक्टरमा धेरै दुःख गरेर ब्याचलर सकाएको हो दोर्पाको दुर्गम सिट मार्फत। अनि एउटा आशा थियो नेपालमा त्यो जागिर पाइन्छ आफ्नै ठाउँमा भन्ने, अब राजनीतिक हस्तक्षेपले गर्दा त्यो जागिर भएन। त्यसपछि 2018 पछि के अरे 17 पछि जब ब्याचलर सकाए पोखरा पिएनसीमा पढेको हो, त्यसमार्फत हजुरको
अनि अब मैले मेरो बुवा आमाले सधैँ मलाई पोखरामा पढाउन सक्दैनन् सर, म पछि भाइ बहिनीहरू पनि छ। अनि मैले चाहिँ केही समय 2 वर्षको लागि म चाहिँ घर आउँदिनँ भनेर एक खालको, किनभने त्यतिखेर प्लेन चढ्न त मेरो हैसियतले पनि भ्याउँथिनँ। तपाईँको ढोरपाटन भएर झन्डै 1 हप्तामा डोल्पा पुग्थेँ। अनि त्यो अध्ययनको सिलसिलामा म क्याफेमा महिनाको 3000मा नि काम गरेर पढेको, तर सर्टिफिकेटले खाना लाउनु नपुग्दो रहेछ। अनि छोरा मान्छेको उमेर बढ्दै गयो, जिम्मेवारी काँधमा थपिँदै गयो, जोसुकैले अब कामै नदिने, अर्काको ठाउँमा त्यति सजिलो छैन। 4 वर्ष जति एकदम सुक्खा भनेको त्यसैमा खाना नास्ता खाएर पोर्टर भएर धेरै काम गरेँ सर। म धौलागिरी एक्सपिडिसनमा बाँचेको मान्छे पनि हो, र जे लेखेको छ त्यो चाहिँ हुने रहेछ। म हिम पहिरोमा बाँचेको मान्छे हो। र 2019मा चन्द्रजङ हमाल, जो अहिले उहाँ योभन्दा अगाडि डोल्पा जिल्लामा हुनुहुन्थ्यो WWF प्रोजेक्टमा, मेरो एरिया चाहिँ बफरजङ कोड एरियामा पर्थेन, तर उहाँले चाहिँ भाइ तिमीले यो सेक्टरमा गर्छौ भने म तिमीलाई केही सपोर्ट गर्छु भन्नुभयो। उहाँले व्यक्तिगत पनि गर्नुभयो। अनि त्यही सिलसिलामा फ्रान्सको एकजना एरिक भेल भन्ने उहाँ जस्तै डोल्पा घुम्न आउनुभएको थियो। उहाँले मलाई काठमाडौँमा गाइड ट्रेनिङको लागि झन्डै हजुरको $2500 सपोर्ट पनि गर्नुभयो। अनि म धेरै मेहनत गरेँ, मैले एप्लाई गरेँ। अब सब लिस्टमा पर्छु कि पर्दैन भन्ने मलाई डर पनि थियो। खालि भारी बोकेको मान्छेलाई के नै अनुभव हुन्छ र त्यो अरूले गरेको सिकेको कुराको आधारमा मैले चाहिँ त्यो पार्टिसिपेट लिन्छु भनेर मनमा एकदम ठुलो आँट पनि भयो, डर पनि भयो। अनि म सब लिस्टमा पनि पर्यो। त्यसपछि म 45 दिनको ट्रेनिङ पोखरामा गऱ्यो। त्यसपछि 2019मा मैले हजुरको मिड वेस्ट रिजनबाट म 275औं नम्बरमा, मेरो तपाईँले वेबमा नेपाल टुरिज्म बोर्ड र नेपाल माउन्टेन एकाडेमीको वेबमा गएर म 253 नम्बरमा छु। मभन्दा अगाडि सिनियर दाजुहरू हुनुहुन्छ, म उहाँलाई नमन गर्छु। र त्यसपछि सङ्घर्ष नै मिठो हुने रहेछ भन्ने चाहिँ म तटस्थ भयो, नत्र मेरो हैसियत हुँदैन थियो। अब मैले यति डोनेट गर्नु, त्यो बेलाको पीडा हेर्नु भने त अहिले मैले धेरै प्रगति गरेको जस्तो हुन्छ। झन्डै आजको दिनसम्म चन्द्रजङ हमालले मलाई सहयोग गरेसम्म म गाइड भइसकेपछि झन्डै 1700 पर्यटकलाई चाहिँ आफ्नो ह्यान्डलिङ गरेर सुख दुःख भोग तिर्खा प्यास नभनिकन नेपालको 14 अञ्चल जहाँ पर्यटन पदमार्गहरू चाहिँ नेपाल सरकारको सूचीकृतमा छ, त्यहाँसम्म पुगेको छु। र कञ्चनजङ्घा मेरो आउने थिएन। यो कसरी एउटा संयोग बन्यो भने उहाँलाई म चिनेको थिएन। अनि म चाहिँ हजुरको ठ्याक्क अप्पर मुस्ताङ लोमानथाङ ट्रेक GST ग्रेट हिमालयन ट्रेलको केही पार्ट सकाइसकेपछि उहाँ चाहिँ चन्द्र सरले फोन गर्नुभयो, तिमी फुर्सद छौ भने हाम्रो एकजना मान्छे छ, उहाँलाई चाहिँ कञ्चनजङ्घा जानु पर्यो। तर मैले उहाँलाई अभियसली भन्यो, उसलाई पनि भन्यो, म कञ्चनजङ्घा कहिले पनि गएको छैन, तैँले मलाई बिचमा चाहिँ अप्ठ्यारो पार्न नसक। तर अनि ऊ चाहिँ मैले स्पष्ट भन्यो, कम्पनी मार्फत जाँदा चाहिँ तँलाई यो समस्या हुन्छ, तैँले यति पैसा तिर्नुपर्छ। म FPI ग्रुप काम गर्ने भएको हुनाले मलाई काम गर्दा तैँले म यतिमा काम गर्न सक्छु भनेर हाम्रो 1.5 घन्टाको अन्तर संवादमा चाहिँ उहाँसँग मैले चाहिँ कन्फर्म भएको हो। अनि उहाँले मलाई आवश्यक पर्ने सबै डकुमेन्ट पठाउनु भयो। झन्डै मलाई मैले भने अगाडि नै डोल्पा जिल्लाबाट ताप्लेजुङ आइपुग्न 1600 किलोमिटर पार गर्नु परेको थियो, जो कि जहाज भनेको धेरै महँगो छ। र उहाँको लागि चाहिँ उहाँ स्टुडेन्ट भएको हुनाले र विद्यार्थी भएको हुनाले मैले भविष्यमा उहाँले केही गरिदिएला भन्ने आशाले मैले उहाँलाई धेरै चार्ज पनि राखिनँ, त्यो $45 पर डे जस्तो राखेँ। अनि आएर कञ्चनजङ्घा सर्किट अब एक खालको मैले भने 2015 देखि अहिलेसम्म चाहिँ यो एकदम रेकर्ड हो। GST ट्रेल बाइक, ग्रेट हिमालयन ट्रेल बाइक अहिलेसम्म मैले कुनै त्यो नेसनल हजुरको टुरिज्मको चाहिँ नोटिस र इन्फर्मेसनमा पाएको छैन। म यो कुरा चाहिँ अबको 1 हप्ताभित्र काठमाडौँ भन्ने म तत्काल काठमाडौँ गएर यो कुरा चाहिँ यहाँको बारेमा लेख्न चाहन्छु। र यदि त्यसको बारेमा मैले लेख्न पाएँ भने नि उसको अनुमति चाहिँ लिनै पर्छ। अनि त्यो गरेर तपाईँहरूको आशीर्वाद धेरै राम्रो लाग्यो मेरो। अब मैले भने तपाईँहरूको ताप्लेजुङ जस्तो डोल्पा त मेरो सायद कहिले पनि हुँदैन होला। अब यो कञ्चनजङ्घाको गुन्सा ग्याब्ला हजुरको त्यो नर्मल हो, तपाईँभन्दा धेरै चिसोमा इभन मेरोमा अहिले पनि हिउँ छ, जो कि हामी अब स्वास्थ्य उपचार गर्नलाई पनि धेरै कठिनाइ हुन्छ। पैसा हुनेले काठमाडौँमा आउनुपर्छ हेलिकप्टर अथवा जहाजमा, अब छैन भने भगवान् भरोसा हो। तर म अहिले एकदम
आज स्पेसल फेरि उहाँ सर चाहिँ हुनुहुन्न, म दाजु चाहिँ भन्छु। उहाँले नै हो मेरो जिन्दगी परिवर्तन गरेको र मैले पनि उहाँलाई गरेको। यो त्यो प्रोजेक्टमा नर्म्स र पोलिसी छ भने हजुरको यतैबाट 1-2 जना अथवा 5 जना प्याकेजमा लिएर एउटा प्रोफेसनल गाइड जस्तो बनाइदियो भने उहाँले व्यवसायिक रूपमा गर्न सक्छ। हामीले अस्थायी जागिर खाएर महिनामा 35,000 खान्छ डोल्पामा, वर्षभरिमा 4 लाख हुँदैन, 2 लाख बचत हुँदैन। तर म यो ठोक्वा भन्छु, मैले 7 महिना काम गरेँ भने 15 लाख सेभिङ गर्छु क्या। यो चाहिँ चन्द्रजोग हमालको एकदम ठुलो देन हो, उहाँको प्रोजेक्टको ठुलो देन हो। अनि मेरो बुवा आमालाई पनि खुसी, मेरो भाइ सबैले। अनि मैले एउटा प्रतिबद्धता हजुरहरूसम्म सम्पूर्णलाई गरेँ। समयले मलाई पुनः कञ्चनजङ्घा ट्रिप चाहिँ अब मलाई धेरै यहाँको बारेमा मलाई एक्सप्लोर गर्नलाई मलाई गाह्रो छैन। मेरो ग्रुपहरू भयो भने म होटेलमा होइन, कुनै पनि प्रोफेसनल होटेलमा उहाँहरूले होटेल, विदेशीले त होटेल हाम्रो नेपालको भन्दा कति राम्रो आफ्नै ठाउँमा लेखेको हुन्छ, तर यो चाहिँ उहाँहरूले सोचेको पनि हुँदैन अरे। तपाईँको बारेमा सकारात्मक कुरा त मैले यति पाएँ कि होइन। र मैले यो कुरा उसलाई पनि भनेको छैन। मेरो आज सानो सहयोग त्यो मैले उसलाई पनि भन्नु हुँदैन, किनभने ऊ पनि अहिले काम गरिरहेको छैन, पढ्दैछ। त्यो मैले सानो मेरो 1 दिनको पारिश्रमिक मैले सहयोग गर्न पाउनु पर्यो। यो सानो बुवा आमा दाजुभाइहरू उपस्थित भन्नुभएको छ, नर्मल एउटा स्न्याक्स जति हुन्छ आज मेरो गर्छु भनेर मैले उहाँ आजसँग कुरा गरेर अनि तपाईँहरूसँग आज आएको। हजुरहरूको आशीर्वाद सधैँ लागिरहनुपर्छ। समयले साथ दिएछ भने हामी पनि सफलताको उच्च शिखर सगरमाथा चढ्नमा पछि चाहिँ पर्दैनौँ। समयले साथ दिनुपर्छ, भगवान्ले आशीर्वाद दिनुपर्छ, यही हो। त्यो त म डाङ्गी सरको कुरा सुनेर म धेरै भावुक भएँ। अब डोल्पा जिल्ला भनेको म डोल्पा जिल्ला नपुगेँ भने त्यहाँको वस्तुस्थितिबारे म धेरै निहाल्छु। धेरै म आजकलको समयमा सामाजिक सञ्जालबाट धेरै हेर्ने गर्छु। म हिजो अस्ति मैले डोल्पा जिल्लाको विषयमा मैले धेरै अध्ययन गरेँ। यहाँ मैले युट्युबबाट चाहिँ मैले हेरेँ, धेरै दिएको छ। तर हाम्रो तालुङजुङ जिल्ला त्यस्तो त होइन, धेरै त्यहाँको हेरेर त धेरै नै यहाँ छ। तर अब यहाँको मान्छेले चाहिँ कस्तो लाग्यो भने यो बत्ती छ, यहाँ उज्यालो छ, यहाँ अँध्यारो है, यहाँ लाइट, यहाँ सेरो होइन, त्यस्तो भयो हामीहरू यहाँनिर। र उहाँको कुराले चाहिँ के सन्देश दिन्छ भने चाहिँ है, कोसिस गरे मेवा फल्छ भन्थ्यो पहिला मेरो गुरुहरूले मलाई पढाउँदाखेरि। कोसिस गर्नुपर्छ, हामी कोसिस गर्दैनौँ, कोसिस नगरी हुन्छ। एकदम कोसिस गर्नुपर्छ, मेहनत गर्नुपर्छ, अनि म त फल पाउँछ। र उहाँले भन्नुभएको कुराहरूले गर्दाखेरि उहाँले जुन दुःख भोग्नुपर्छ, उहाँ जस्तो डोल्पा जस्तो जिल्ला एकदम विकट जिल्ला, उहाँले धेरै मेहनत गर्नुपर्छ। तर उहाँहरूले दुःख गरेर आज यहाँसम्म आएको छ, उहाँको लागि चाहिँ मेरो एकदम सल्युट छ। Okay, next we have inauguration our success and a happy moment by cutting cake. And may I request to kindly support our respected person, Subhan sir. Please, हजुरआमा आउनुहोस्। हजुरआमा यता आउनु न, हजुरबारे काट्दा भयो होइन आमाहरू जति आउनु न, अनि यता मरियाको आउनु न। अनि सबैले अब बिग फ्लाउसमा चाहिँ होइन गुलाब हान्नुपर्छ। त्यस पछाडि टिका अङ्कलले बोल्नुहुन्छ, त्यस पछाडि हाम्रो अङ्कलले। मैले त बोलिसकेँ अब अघि रेशम फिरेरी भन्ने क्या, त्यहाँदेखि रेशम फिरेरी। यस, तपाईँलाई कस्तो छ, कस्तो मजाले बोल्नुहुन्छ नि त उहाँ त। उहाँको एउटा के हो बानी भने हिँडेरै जाने हिँडेरै आउने है त, हिँडेरै जाने हिँडेरै आउने। नेपाली मजाले बोल्नुहुन्छ क्या, मरियाले सिकाउनु। यहाँबाट हिँडेरै अप एन्ड डाउन 19 अब यहाँदेखि कुद्दै कुद्दै जाँदा हामी 20 मिटर पुग्यौँ भने अब हेर्नु उहाँबाट तल हजुरले काटिदिँदा हुन्छ। हजुर आमा हुन्छ हौ, यहाँ नआट्ने रहेछ कि। लो क्ल्याप्स एभ्रीबडी क्ल्याप। काट्नु
अस्ति हाम्रो त्यो गुलाबी सरहरूमा कस्तो भयो छैन है ल